स्लोभानियाको सोरुमभित्र छिर्दाखेरि रातो बत्ती बल्छ, रातो रातो हुने। यहाँ चाहिँ पुरै सेतो हुँदो रहेछ इटलीको। यति फरक देखियो है। हल्का देश अनुसारको होइन, देश अनुसारको फरक। तर यहाँको टनल ठुलो रहेछ नि त। ए गाइस हामी त इटली हिँडेको। इटाली टनल धेरै ठुलो र धेरै लामो रहेछ होइन। ठुलो रहेछ, साइज पनि ठुलो, लम्बाइमा पनि ठुलो। स्लोभानियामा चाहिँ सानो गाडी ठोकेला जस्तो लाग्ने, यहाँ चाहिँ पुरै ग्याप रहेछ दुवैपट्टि। नेपालमा भए पैसा तिर्नु पर्थ्यो। नेपालमा भए त पक्का पैसा तिर्नु पर्दैन। अब जस युरोपमा आएर फ्रीमा टनल छिर्न पाइया छ। गाडी पुरै लाइन लाग्छ होला है। अझै तम्सिने यही देश भने होइन, अझै तम्सिने यही देश भने होइन। तम्सिनी होइन नि, जर्मनी, फ्रान्स। फ्रान्स हो क्या। दुब्रो दोस्ती भनेर इटाली जा भनेर आइसक्यो। Dobro dosti, Italiza pri अब्रकासा छन्छ। सिम कार्डै देखाउन छोडिगयो कि रोमिङ भनेर मर लागिहाल्यो नि। अब स्लोभानियाको सिम लिएर इटाली आयो भने चाहिँ दुःख पाइने रहेछ, यहाँ नचल्ने रहेछ स्लोभानियाको सिम इटालीमा। कहाँबाट